नेपाली क्रिकेटका स्टार अलराउन्डर दिपेन्द्र सिंह मैरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको मे महिनाको प्लेयर अफ द मन्थ अवार्डका लागि मनोनित भएका छन्। आइसिसीले सार्वजनिक गरेको सूचीअनुसार ऐरीसँगै बङ्गलादेशका अनुभवी ब्याट्सम्यान मुशिकुर रहिम र स्पिनर तैजुल इस्लाम पनि मनोनयनमा परेका छन्। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई हरेक महिनाको आधारमा दिइने यो अवार्ड अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिष्ठित मानिन्छ। दिपेन्द्र सिंह मैरी पछिल्लो महिनामा ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गर्दै नेपालको सफलता यात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। विशेष गरी अलराउन्ड प्रदर्शनका कारण उनी विश्व क्रिकेटको ध्यानको केन्द्रमा परेका हुन्। आइसिसीको प्लेयर अफ द मन्थ अवार्डमा भोट गर्न चाहने क्रिकेट प्रेमीहरूले निम्न प्रक्रिया अपनाउन सक्नेछन्। पहिलो चरणमा आइसिसीको आधिकारिक वेबसाइटमा जानुपर्छ। त्यसपछि अवार्ड वा प्लेयर अफ द मन्थ सेक्सन खोल्नुपर्छ। त्यहाँ मे महिनाका लागि मनोनित खेलाडीहरूको सूची देखिन्छ। त्यसपछि प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने खेलाडी चयन गर्छन्। दिपेन्द्र सिंह मैरी वा अन्य दुई मनोनित खेलाडीमध्ये एकलाई छनौट गरेपछि आफ्नो आइसिसी खाता लगइन वा साइनअप गर्नुपर्छ। खाता बनाएपछि भोट कन्फर्म गर्न सकिन्छ। भोट गर्ने प्रक्रिया सामान्यतया मोबाइल र कम्प्युटर दुवैबाट गर्न सकिन्छ। आइसिसीले फ्यानहरूलाई एक पटक वा निश्चित समय अन्तरालमा भोट गर्न अनुमति दिने गर्छ, जसले गर्दा विश्वभरका समर्थकले आफ्ना मनपर्ने खेलाडीहरूलाई समर्थन गर्न पाउँछन्। भोटिङको लिङ्क कमेन्ट बक्समा राखिदिएका छौँ, त्यस मार्फत पनि तपाईँले भोट गर्न पाउनुहुनेछ। यस महिनाको प्रतिस्पर्धा निकै रोचक देखिएको छ। बङ्गलादेशका अनुभवी खेलाडी रहिमले लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर प्रदर्शन गर्दै आएका छन् भने तैजुलले पनि स्पिन बलिङ मार्फत टोलीलाई महत्त्वपूर्ण योगदान दिलाएका छन्। त्यस्तै नेपालका ऐरी पछिल्लो समय टी20 र अन्तर्राष्ट्रिय खेलमा देखाइएको अलराउन्ड प्रदर्शनले उनलाई बलियो दावेदार बनाएको छ। दिपेन्द्र सिंह ऐरीको यो मनोनयनलाई नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि मानिएको छ। अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको निरन्तर उपस्थिति र प्रतिस्पर्धात्मक प्रदर्शनले देशको क्रिकेट विकासमा सकारात्मक सङ्केत दिएको छ। अब सम्पूर्णको ध्यान फ्यान भोट र अन्तिम नतिजामा केन्द्रित छ। नेपाली समर्थकले सामाजिक सञ्जाल मार्फत ऐरीलाई भोट गर्न अपिल समेत गरिरहेका छन्।